फेस देखाएर गाउँदा चाहिँ धेरैजनाले नकारात्मक टिप्पणीहरू गर्नुभएको छ। त्यसकारण नै हो म फेस लुकाएर गाउन बाध्य भएको। एउटा तस्बिर भेटियो वैशाखको, खिच्ने मान्छे अर्कैको वैशाखको, म जस्ता एक्लै हुनेछ। म यसरी हरिदिन्छु कि तिमी जितेर पनि रुनेछौ। म यसरी हरिदिन्छु कि तिमी जितेर पनि रुनेछौ। बहिनी कति मिठो स्वर हो क्या तपाईँको। उता देखेर गाउँदा कस्तो हुन्छ, कारण चाहिँ किन बहिनी? के गर्नु दाइ, अब मैले फेस देखाएर गाउँदा चाहिँ अरू हेर्ने मान्छेहरूलाई समस्या हुन्छ। अनि मैले पहिला पनि यसरी फेस देखाएर गाउँदा चाहिँ धेरैजनाले नकारात्मक टिप्पणीहरू गर्नुभएको छ। त्यसकारण नै हो म फेस लुकाएर गाउन बाध्य भएको। तर बहिनी आफ्नो कला गला अगाडि बढाउँदै गर्दा, अरू सामु देखिँदै गर्दा र अगाडि बढ्नको लागि चाहिँ त्यस्ता कुराहरूलाई चाहिँ पछाडि राख्नुपर्छ हैन। आफूलाई अगाडि बढाउनको लागि सबैभन्दा तिम्रो कला नै राम्रो छ, त्यो कलाले तिमीलाई सबै कुराबाट पोख्त बनाउनेछ, राम्रो बनाउनेछ। अर्को भिडियोमा अवश्य पनि तिमीलाई फेस देखाएर इन्टरभ्यू ल्याउनेछ है त। हुन्छ।